बिहानको 4 बजे ट्रेकिङ हिँड्नुभएको है पापा मामु सोम खै दिदीहरू यहाँ चाहिँ जुत्ता लाउनुहुँदैछ यस्तो चाहिँ यहाँको राम्रो व्यवस्था चप्पल आफै व्यवस्था हुन्छ यहाँको अनि जुत्ता नानी गुड मर्निङ गुड मर्निङ हाई गर्नु गुड देख्दैन रहेछ पापा बाबु रेडी रेडी बिहानको 5 बजे अलिअलि छ बिस्तारै जानु पुग्छौँ बेस्ट विसेस यो चाहिँ गेट रहेछ पुनेलको यहाँ चाहिँ टिकट फी लाग्दो रहेछ गेटमा पुगिसक्यो बगौँ न बगौँ हामी चाहिँ गेटमा पुग्यौँ यहाँ टिकट लाग्दो रहेछ है सबै हामीलाई टिकट लिँदो रहेछ 50 रुपियाँ पर पर्सन नेपालीलाई ल ठिक छ के छ रेडी हो गाइड गरे सफर अहिले ठिक छ बोझा नयाँ लाग्यो रेडी हो नानी हेलो हामी गेटमा पुग्यौँ है ल ल काटिदियो ल जाँदैछ है यो चाहिँ हामी बसेको होटलदेखि पुन हिलसम्मको यात्रा ट्रेकिङ हुँदैछ कति रमाइलो पो हुँदो रहेछ त है बिहान त अझै ठिक छ यो उकालो चढ्नु छ है हाम्रो नानी सुपर फास्ट गुड मम्मीलाई अलिक गाह्रो भयो हामी हिँड्दै गरौँ मौसमले ल्याउँछ त्यो हिमाल हो कस्तो अँध्यारो देखेको यो चाहिँ हिमाल हो तर यो हुसु परेर माछा पुस्रे ओ ल हजुर जानु आरामसे ल्याउँछ ओ हिमाल मामा पछाडि लाली ग्रास ढकमक हाय यस्तो बाटोबाट आउँदैछौँ यस्तो छ मम्मी नै यहाँ आइपुग्यो उयो लाली ग्रास देखेर होइन मक्खा हामी कति रमाइलो ल मम्मी त खच्चरमा चढेर हिँड्नु थाल्नु भयो ए घोडा सरी घोडा हेर्नु यस्तो गुराँसै गुराँसकोमा ए मम्मी त हामी चाहिँ यस्तो बाटोमा पुग्न लागेछौँ ल मम्मी त घोडामा चढिहाल्नु भयो नानी दिदी ल सनराइज उता हेर्नु न सनराइज दिदी आउनु न सनराइज त देख्दैन फाइनली हामी चाहिँ आइपुगेको छौँ होइन पुनेर है सबैलाई बधाई छ सानो कुटीलाई पनि बधाई
है यो चाहिँ ठ्याक्कै सनराइजमा एकदम ठिक छ पुगिसकेको छौँ। अब यता नै आउनु यता हेर्नु यता कुन हिलको ल यता हेर्नु न यता हेर्नु न ल हामी कुन हिलको शिखरमा आइपुग्यो है फाइनली सबैलाई बधाई पर हेर्नु हिमाल ल हाई सबै हाई You have a job. You want me to take a video or just राम्रो छ है ल पुनिल नानी नानी ल कस्तो भइरहेछ मजा भएको छैन सनराइज पनि पुगेको अवस्था ल ल आउन न भिडियो माथि सोम ल अरूलाई तल चिया खाँदै हुन्छ है अब यस्तो छ भिडियो सुरु है गुराँस फुल्यो बनैमा माया ल पुन हिलको यात्रा हाम्रो सक्सेस भयो फर्किँदै अहिले जाने माथि चढ्दा त स्यास्या हो नि ल मोमो हामी सक्सेस भयौँ है हिमाल भन्दा ल मोमो पनि बनाउनु यसो गऱ्यो भने चाहिँ शुभ हुन्छ अरे है भिडियो है हामी त फर्किँदै गरेको पछाडि हिमालहरू छ भिडियो नि खिचेको पुरा भयो ल दर्शन गर्नु नि जानु त जय होस् लालीगुराँस पार्क जाने पापा पापा यता हेर्नु न ल लालीगुराँस पार्कमा हिमाल त उता नजिक आउनु आज पनि पछाडि आउनु नाइस भ्यू दामी यो त अझै रमाइलो रहेछ नि झन्डै मिस भयो ल फाइनली लालीगुराँस को कता कता
सफा लौ खै अझै ए लु त भ्यू आयो भ्यू एकछिन बस्नु अब ल रेडी यस्तो गर्नु लालीगुराँस सुन्तनी ल दामी हेलो लालीगुराँस पार्कमा बाबा र मामु हिमालको काखमा कम त राम्रो है ल ठिक छ अब यता हिमालको काखमा है हेलो अब भिडियो लालीगुराँस पार्क कति हो कति लालीगुराँस हिमालको काखमा ल लालीगुराँस पार्क ल दिदी कस्तो लाग्यो आजको 2टा पोइन्टमा पुग्यौँ हामी रमाइलो लाग्यो मनैदेखि एकदम आनन्दको ठाउँ बसिरहँ जस्तो ठाउँ ल गुड ल पापा कस्तो लाग्यो भन्नु न एकदम राम्रो खुट्टा दुखेको छ जिउ दुखेको छ तर मन चाहिँ आनन्द प्रफुल्ल अझै प्रफुल्ल ल ठिक छ ल मामु एकदम मजा छ तर अलिकति मेरो खुट्टाले मात्रै यस्तो भएको अरू कस्तो लाग्यो एकदम राम्रो 2टा पोइन्ट पुग्यौँ कि मजा लाग्यो ल एकदम खुसी ल पहिलेको भन्दा पहिला नि सोमले आएको मलाई लालीगुराँस पार्क सुतेको बनेर पोकेकै हात ट्रेकिङको पक्रेको हरेक ट्रेकिङको एउटा अन्त पसिना भइसक्यो ट्रेकिङको यात्रा चाहिँ एकदमै कठिन हुन्छ तर एकदम पुगेपछि राम्रो। डेस्टिनेसनले एकदम एकदम आनन्दित लाग्यो एकदम मजा छ ल थ्याङ्क यू सो मच है अझै कस्तो लाग्यो तपाईँलाई रमाइलो खुसी है आनन्द यो लालीगुराँस हेरेपछि आनन्द होइन आयो थकाइहरू सबै मेटियो थकाइहरू सबै मेटियो अब चाहिँ हामी होटलतिर खाना खाएर घरतिर ल थ्याङ्क यू ल हिँड्नु ल है त